अब चाहिँ सेभिङ र इन्भेस्टमेन्टको कुरा छ होइन तपाईँको यसलाई बचत तथा लगानी नेपालीमा भनिन्छ। अब देशमा चाहिँ यो फेरि एउटा व्यक्तिको होइन, पुरै देशमा फेरि यो ब्याङ्कको सेभिङ र इन्भेस्टमेन्टको कुरा पनि होइन है। यो टोटल कन्ट्रीमा ग्रस डोमेस्टिक सेभिङ र ग्रस डोमेस्टिक इन्भेस्टमेन्टको कुरा है। कुल ग्रास त बचत भनेको ग्रस डोमेस्टिक सेभिङ न्यून रहेकोले भनेको हाम्रो देशमा चाहिँ जति अब जिडिपी भनेको इन्कम हो, यसरी बुझौँ न। तपाईँको जिडिपी भनेको इन्कम हो, टोटल इन्कम हो। यो टोटल इन्कमको कति पर्सेन्ट चाहिँ तपाईँको सेभिङ हुन्छ भन्ने कुरा हो। विगत एक दशकमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा कुल ग्राहस्थ बचत वार्षिक 8.5% र कुल लगानी औसत 33.9% रही ग्राहस्थ बचत लगानी अन्तर औसत 25.4%ले ऋणात्मक रहेको छ। हेर्नुहोस् त तपाईँको के भयो भन्दा हामी 100 रुपियाँ कमाउँछु, 100 रुपियाँमा चाहिँ 8.5 रुपियाँ मात्र सेभिङ गर्छौँ, तर हाम्रो देशमा लगानी चाहिँ 25.4 रुपियाँ चाहिन्छ, के अरे सरी 33.9 रुपियाँ चाहिन्छ, 33.9 रुपियाँ चाहिन्छ भनेपछि जुन जो यो बिचको ग्याप छ 25.4 छ, त्यो चाहिँ हाम्रो के भयो, ग्रस डोमेस्टिक जुन त्यो सेभिङ इन्भेस्टमेन्ट ग्याप ग्याप भनेर भन्छ नि, ग्रस ग्रस सेभिङ र इन्भेस्टमेन्टको ग्याप भनेर भन्छ नि हो, त्यो ग्याप चाहिँ नेगेटिभमा छ कि। यो चाहिँ हामीले कतैबाट ल्याउनु पर्ने हुन्छ यो ग्याप फिल गर्नको लागि। तर विप्रेसन अब यो कहाँबाट फिल हुन्छ भन्दा हाम्रो विप्रेसन आउँछ। तर विप्रेसन आए उल्लेख्य बढेको कारण कुल राष्ट्रिय बचत यो चाहिँ हाम्रो यो 8.5 चाहिँ ग्रस डोमेस्टिक सेभिङ हो। अनि जुन विप्रेसन आउँछ त्यो विप्रेसनका कारणले चाहिँ ग्रस नेसनल सेभिङ, जिएनएस ग्रस नेसनल सेभिङ यस अवधिको कुल ग्राहस्थ उत्पादनको अनुपातमा चाहिँ 35.8% छ। र लगानीको शिथिलता आएकोले समग्र लगानीभन्दा राष्ट्रिय बचत अधिक देखिएको हो। अब यहाँ हेर्नुहोस् त, यहाँ सब लगानीमा चाहिँ कम भयो नि त, तपाईँको इन्भेस्टमेन्ट कम भइरहेको छ। ग्रस डोमेस्टिक सेभिङ 8.5% मात्र, हामी लगानी गरिरहेका छौँ अहिले 33.9%। त्यसको हुँदा हाम्रो यो जिडिएस ग्रस डोमेस्टिक सेभिङ र लगानीको चाहिँ नेगेटिभमा छ रिलेसन, तर रेमिटेन्स बढी आउने कारणले चाहिँ ग्रस नेसनल सेभिङ चाहिँ 35.8% छ। त्यसको तुलनामा चाहिँ फेरि इन्भेस्टमेन्ट जुन छ त्यो चाहिँ कम छ र लगानीमा शिथिलता आएकोले समग्र लगानीभन्दा राष्ट्रिय बचत अधिक देखिएको हो। अर्कोतर्फ विगत 10 वर्षमा कुल ग्राहस्थ उत्पादनको अनुपातमा कुल उपभोग जुन कन्ज्युम्सन छ, ग्रोस डोमेस्टिक कन्ज्युम्सन, त्यो चाहिँ 90% भन्दा बढी हुन्छ। 10 वर्षको एभरेज हेर्ने हो भने 91.5% रहेको छ। राष्ट्रिय बचत सहज अवस्थाले लगानीको अवसर रहे पनि व्यावसायिक वातावरण सहज नभएकोले निजी क्षेत्र उत्साह अब त्यही अब तपाईँको लगानीको वातावरण भएन, व्यावसायिक वातावरण भएन, त्यो कारणले चाहिँ निजी क्षेत्रको उत्साह बढ्न सकेको छैन। अब अर्को पोइन्ट भनेको अर्थतन्त्रमा पुँजी निर्माण क्यापिटल फर्मेसन कमजोर रहेको छ। आर्थिक वर्ष 74-75मा कुल ग्राहस्थ उत्पादनको अनुपातमा कुल लगानी 39.5% रहेकोमा आर्थिक वर्ष 81-82मा चाहिँ 28.1%मा सीमित रहेको छ। हेर्नुहोस् त, कुल ग्राहस्थ उत्पादनको अनुपातमा कुल लगानी ग्रस इन्भेस्टमेन्ट चाहिँ 39.5% जो 74-75मा, त्यो घटेर 81-82मा आएर 28.1% मात्र छ। हेर्नुहोस् त, अब डेटा लोकसेवा कसरी लेख्ने भन्नुहुन्छ नि, यसरी लेख्ने हो क्या। अर्थतन्त्रको पुँजी निर्माण कमजोर रहेको छ, कसरी रहेको छ, डेटा फ्याक्ट दिने हो। आर्थिक वर्ष 74-75मा जिडिपीको कम्पेरिजनमा ग्रस इन्भेस्टमेन्ट 39.5% थियो। आर्थिक वर्ष 2081-82मा आएर त्यो 28.1%मा सीमित रह्यो। सरकारको कमजोर पुँजीगत खर्च र निजी क्षेत्रको लगानीमा आएको कमीले गर्दा समग्र लगानीको स्थिति खस्केको अवस्था छ। विगत एक दशकमा निजी क्षेत्रको लगानी कुल ग्राहस्थ उत्पादनको औसत 19.6% रहेकोमा कोभिड-19 महामारी पश्चात यस्तो अनुपात क्रमशः कम हुँदै आर्थिक वर्ष 81-82मा चाहिँ 14.5% चाहिँ पुगेको छ भन्ने कुरा हो। यो के हो, विगत एक दशकमा चाहिँ निजी क्षेत्रको लगानी के जुन प्राइभेट सेक्टरले गर्ने लगानी चाहिँ 19.6% थियो प्री कोभिडमा, तर आफ्टर कोभिड घट्दै 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 आएर तपाईँको 19.6%बाट घटेर 14.7% भयो। लगानीमा आएको शिथिलताले दिगो समावेशी र उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न कठिन हुन्छ। व्यावसायिक वातावरण, सरकारको पुँजीगत खर्च क्षमता र समष्टिगत मागमा
सुधार गरी लगानी बढाउन जरुरी छ भन्ने कुरा चाहिँ हाम्रो सेभिङ एन्ड इन्भेस्टमेन्टको कुरा हो। सेभिङ एन्ड इन्भेस्टमेन्ट वान्स अगेन यो ब्याङ्किङ सेक्टरको होइन, यो चाहिँ समग्र ग्रस डोमेस्टिक कम्पेरिजनको आधारमा ग्रस नेसनल सेभिङ, ग्रस डोमेस्टिक सेभिङ, ग्रस इन्भेस्टमेन्ट, यी कुराहरू चाहिँ हुन यो चाहिँ